केटाहरू त्यही डट बाइकमा झुन्डिरहेछन् कसरी जानुहुन्छ अनि उता जबको रिक्वायरमेन्टहरू नि फेरि त्यस्तै टाइपको हुन्छ नेपालमा हेलो नमस्ते एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सो अहिले चाहिँ राइड निस्केको साथी र म अगाडिपट्टि पाल्जुरे छ हाम्रो पाल्जुरे यस साथी यस एकदम चेकिङ हेर्नुपर्ने हुन्छ केटा हो चेकिङ कतिको छ थाहा भएन मेरो मिरर पनि छैन अहिले मिरर चाहिँ अस्ति फुट्यो क्या अनि सोरुममा पनि नरहेछ अब बारिन मिरर हाल्ने भन्ने सोचिरहेको छु अब हेरौँ होइन के प्लान बन्छ सो त्यति बेलाको लागि चाहिँ अब मिररै छैन अहिले त्यही भएर पच्चेर हेर्नुपर्छ भाँचेको मिरर त बोकिरहेको छु इनकेस होइन ट्राफिक दाइहरूले सबै हाल्नुभयो पनि भाइ भाँचेको थियो भनेर प्रुफ देखाउनु त भयो नि त होइन सो त्यही भएर हो अहिले चाहिँ हामी यहाँ माछा पोखरी आइपुग्न लागेको छौँ बस पार्कतिर हो अहिले चाहिँ टक्क यहाँबाट हाम्रो प्लान चाहिँ ककनी जाने भएको छ जाम चाहिँ वाइल्ड हुने यार यतिखेर साथी मेरो अन भएको छ गोप्रो हेर त मेरो गोप्रो अन छ बत्ती बलेछ म पनि खासै एकचोटि मात्रै गएको थिएँ पहिलेका हो ककनीतिर चाहिँ तर अहिले चाहिँ धेरै पछि जाँदैछु बाटो कस्तो छ मलाई पनि एक्ज्याक्ट थाहा छैन लोकेसन पनि अलिक कन्फ्युज हुन्छु क्या सो त्यही हो केटाहरूलाई म देखाउँदै गर्छु अहिले कस्तो भएको छ अहिले खासै गएको छैन क्या म पनि सर हामी चाहिँ यो माछा पोखरीबाट माथिको बाटो हुँदै गइरहेछौँ है केटा हो बाटो यस्तो तपाईँहरूलाई पनि भन्नु पऱ्यो नि त कतिजना त जान खोजिरहनु भएको होला ककनीतिर तर बाटो थाहा नहुनसक्छ नि त सो त्यही भएर सट्ट लाएर बाटो चाहिँ मक्खन छ यतातिरको आर्मी पोस्ट नेचुरल भिल्ला रिजोर्ट रे सरकारी नम्बर प्लेट यो ट्रकहरूलाई त मतलबै हुँदैन यार है बाटो पछाडि ब्याक गरेर खिचिदियो भने पनि सरकारले तिर्दिहाल्छ रमाइलो छ नि ट्रकहरूलाई नि पेट्रोल अहिले पुग्ने रहेछ साथी हाम्रो साथी पाल्जुरे साथी एकदम गुड मान्छे छ क्या जेस लास्ट साथ दिन्छ क्या साथीले नि होइन टक्क लाएर मजा आउँछ यस्तो केटाहरूसँग भाइसिमले केटाहरूसँग राइड जाँदाखेरि क्या रमाइलो हुन्छ कस्तो कुदाउँछ साथीले नि आम्मामा बाइक त कुरै छोडिदिउँ न अब साथीको नि धेरै दिन छैन नेपाल बस्ने त्यही अब 1-2 महिना छ होइन अनि त्यही भएर सबजना गइसक्यो यार केटा हो नेपाल रित्तिसक्यो अब मेरो चाहिँ मिरर नभएर क्या यो गोप्रोको यो हल्का मिलाइरहनु पर्ने भयो सेटिङै के भएछ यार फेरि अनि ओर्लेर गोप्रो मिलाउनु थालेको साथी कहाँ पुग्यो बटारेर कहाँ पुगिसक्यो हे रहेछ जाम ए नाम टिपाउनु पर्ने रहेछ नि त यहाँ यात्रामा रहँदा अपरिचित व्यक्ति के हो 30
को स्पिड रे केटा हो यो बाटो चाहिँ। अब 30 त अब त्यस्तै हो, कुदाएको जस्तो नि फिल हुँदैन यार। यो के यो हावादारी यो के स्पिड लिमिट राख्दै होला है मन पर्दी। यस्तो राम्रो बाटो छ 30 को स्पिड राखेर देखा क्या अब। सो यो चाहिँ भ्यू टावर जाने बाटो है। यहाँबाट माथि गयो भने तपाईँ भ्यू टावर पुग्नुहुन्छ, नेपाल टावरको भ्यू टावर। गुड फुड क्याफे एन्ड रेस्टुरेन्टहरू। यहाँबाट नि पुग्छ भ्यू टावर त, नपुग्ने होइन। भ्यू टावर यहाँबाट कहाँ देखिन्छ यार। यहाँबाट देखिएन होइन। एक दिन म लान्छु तपाईँहरूलाई पनि भ्यू टावर है। भ्यू टावरमा खासै अहिले हेर्न लायकको केही पनि छैन क्या, त्यही भएर के लानु भनेर हो। अस्ति एकचोटि गएको बेलामा केही थिएन क्या त्यतातिर। सो भ्लगै बोरिङ टाइपको हुन्छ। अब यस्तो दामी भ्यू हेर्न पाएपछि होइन के चाहियो र। सही छ, होटेल पिसफुल अरे। नेपाल त यार केटा बिस्तारै बिस्तारै रितिँदै पो गयो त है सबजना क्या। अब पुरा कोही पहिलाको कोही पनि छैन। फेस्टिभलमा झन् के हुने हो हालत है नेपालको त, विरक्त छ। झन् होलीमा पहिला कति रमाइलो हुन्थ्यो, अहिले त मान्छे कोही छैन। होली पनि आउनु लाग्यो, विरक्त लाग्दो छ नेपाल पनि। सबजनाले छोड्दै गइरहेछन्। देशको स्थिति पनि अब के गर्नु त होइन, देशमा बसेर पनि अब त्यही 10,000 15,000को जब हो, त्यतिले के खानु पुग्नु होइन। अनि अब जबको रिक्वायरमेन्टहरू नि फेरि त्यस्तै टाइपको हुन्छ नेपालमा। अब भिडियो एडिटरलाई ग्राफिक डिजाइनिङको काम दिन्छ, त्यो पनि आउनु पर्यो अरे। आफ्नो जीविका पनि गर्नु पर्यो नि त होइन। अब यतिकै त अब नर्मली यतिकै राम्रोसँग अब हेल्पै गऱ्यो भने त पैसा आउँदैन। अब नेपालमा सरकार त्यही हो, राम्रो काम गऱ्यो भने पैसा हुँदैन। सरकार पनि करप्सन गरेर त पैसा उठाइरहेछ, उसले पनि इलिगल त हो नि त्यो पनि। अब अमेरिकाले अस्ति कति $1 बिलियन US एडमा पठाइदिएको रहेछ। अनि त्यो न्युज पनि कतिले सुन्नुभयो होला है। सब करप्सन क्या, करप्सनै करप्सन यो देशमा त। बसौँ भने नि विरक्त लाग्दो छ है। के गर्नु छ यो देशमा त। ल हेर्नु न दामी छ, तर नेचुरल रिसोर्सेसमा चाहिँ है दामी छ। नेपाल जतिको यतिको पिसफुल ठाउँ होइन अन्त कहीँ छैन जस्तो लाग्छ क्या मलाई। यहाँ बाटो खन्दै हो कि के हो ढल। यहाँ पानी पुरै जमेछ नि त, यो पुरै निकाल्दै हुनुहुन्छ होला सायद। ओहो बाटोमा यस्तो बिचमा नि जम्यो भने त लास गाह्रो हुने है। पुरै बाटोतिरै पानी आइदिन्छ, हिल्लामै हुन्छ बाटो त। के हो बाटो त बिच बिचमा बाल्लै बाल्वा छ त। बाटो राम्रो भएर के गर्नु, यस्तो बिजोग पारा छ यार बाटोको नि। मर्छ त अनि यसो अलि स्पिड आयो भने त। यहाँ बाटो बनेर रहेछ नि त। अनि हामी त लास्ट हाइटमा आएछौँ यार। नेपालको झन्डा। मेरो पछाडिको सस्पेन्सन अलिक खेल्दैन क्या। अनि यो अफ रोडमा यस्तो घाँडो लाग्छ नि। यो सेफ बाइकले नि वाइल्ड साथ दिएको छ है। तपाईँहरूले अब 200 सेगमेन्टमा चाहिँ NS KTM ठिक छ, NSको पनि पार्ट्सहरू उपलब्ध भइरहेको हुन्छ। अहिले त KTMको पनि बजाजले नै हेरेर हुन्छ पार्ट्सहरू होइन। सो जस रिलायबल छ। KTMको चाहिँ अलिकति पार्ट्सहरू कुनै कुनै चाहिँ लास्ट महँगो हुन्छ। जस्तै इन्जिनको पार्ट्सहरू अलिक महँगो छ, गियरको पार्ट्सहरू होइन। होइन भने त जब तपाईँको एक्सिडेन्ट नहुने बेलासम्म त तपाईँको बाइक त मक्खन कुद्छ। यो चाइनिज बाइक जस्तो होइन क्या यो क्रस फायरहरू होइन। लास्ट बिग्रिन्छ, अति चेताउँछ क्या क्रस फायरहरूले त। केटाहरू दुःख कति दुःख दिन्छ मलाई थाहा छ क्या। केटाहरू कति सुनाइरहेको हुन्छ होइन। क्रस फायर क्रस एक्स लास्टै दुःख दिने रे। कतिले त बाइक पनि
नचढ्ने यस्तो थोत्रो बाइक भन्दै फालेर हिँड्दैछ क्या बिच बाटोमा क्या। त्यस्तो बिचो गरेर त के चढ्नु हो बाइक पनि, लुक्सले मात्रै त भएन नि त। बाइक चढ्नु पनि मन लागेको छ, अब त्यस्तो राइडमा निस्किनै नमिल्ने बिच बाटोमा बिग्रिरहने, त्यो त के काम भयो त नि। बरु सरर जाओस् न होइन, राइडको पनि मजा आउँछ। त्यो ढकालिरहनु पऱ्यो, राइडको खल्लो हुन्छ क्या। त्यस्तो काम छैन यो चाइनिज बाइकहरू। अहिले झन् कस्तो दामी दामी बाइकहरू आइसक्यो यार, केटाहरू त्यही डट बाइकमा झुन्डिरहेछन्। एक्सपल्स पनि दामी अफरोडको लागि बब्बाल रहेछ नि त। एक्सपल्स भयो, अहिले MT400 त एडभेन्चर पनि सही लाग्यो मलाई होइन। यस्तो यस्तो पो बाइक हो त नि। हेर्नु न भ्यू त आम्मा। ल कार त यस्तो छ नि त नेपालमा। नेपाल गरिब हो, मान्छे धनी हो क्या। मान्छेहरू त धनी छ नि नेपालको, देशको पो गरिब भयो त। देशले केही गर्न सकेन यो नेताहरूले। सबै घुस खाने र घुस लिने मात्रै छ, जता पनि घुस अहिले त। आमामा केटा हो, बाटो त बिजोक रहेछ बिजोक। थैट हिल्लै हिलो। यो सरकारले यो हाम्रो ट्याक्सहरूको चाहिँ के गर्छ होला है, सब आफ्नो पेटतिर मात्रै हाल्छ जस्तो छ क्या। बाटो त जस्तोको तस्तै देख्छु म, तर एडभेन्चर हुन्छ नि यस्तो बाटो जाँदाखेरि। अब त्यसरी भनेर अब मन सन्तुष्ट बनाउनु पऱ्यो नि होइन, के गर्नु त अब। यस्तै छ, जति बोल्यो नि मुख मात्रै दुख्ने हो। नेताहरू काम गर्दैन। यो केपी चोरहरूलाई त साँच्चीकै नेताहरूले जहाँ देख्यो त्यहीँ यो आन्दोलन गर्नु पर्ने क्या, मुर्दाबाद भन्दै। अस्ति उहाँ स्टेडियममा केपी क्लब के मा केटाहरूले उहाँ केपी चोर देश छोड गर्दैछ। त्यत्रो सब क्राउडले होइन, केपी ओली त के भनौँ भन्नुभएछ क्या बिचरा। माया पनि लाग्छ, तर के गर्नु, नेताहरूले ठिकै भयो क्या त्यो। पहिलेदेखि हो त अनि चोरहरू आफू मात्रै खाने। अनि देशमा देश रित्तिसक्यो, नेपाल रित्तिसक्यो, कोही छैन अहिले नेपालमा। भएको जति सब विदेश गइरहेछ। अनि कहाँबाट हुन्छ त, अलिक देश विकास गरेर अलिक बस्न लायकको ठाउँ बनाउने, प्राइसिङहरू अलिकति ट्याक्सहरू कम गरायो भने त होइन। पेट्रोलको प्राइस त्यस्तै छ। पेट्रोल बाइकमा गाडीमा पेट्रोल हाल्यो हो कि एरोप्लेनको पेट्रोल हाल्यो हो थाहा नै छैन। ल बाटो हेर्नु न, केही देखेको छैन कि यहीँ अगाडि 2-3 मिटर अगाडि पनि केही देखेको छैन। लास्ट धुलो रहेछ यार बाटो त। झन् आज कालो लगाएर आएको, सबै सेतो हुने भयो घर जाने बेलासम्म। कालो लुगै नचिन्ने भयो अब। पेट्रोल पम्प चाहिँ कहाँ रहेछ यार, पेट्रोल खोज्नु पऱ्यो, पेट्रोल हाल्नु पऱ्यो। पेट्रोल सक्यो। ल यहाँ त मिनी झर्ना रहेछ नि त। ओए धन्नै 3 गियरमा रहेछ यार। हाइट ओहो धुलो धुवा। डिफिकल्ट रोड अफन टेक्स टु ब्युटिफुल डेस्टिनेसन भन्छ नि, यही हो केटा। आमामा धुवा थत। अनि एकछिन थत, कसरी जानु यस्तरी त। ओहो बाटोको हालत थत। यो बसलाई कटाउनु पर्यो यार।
लास घाँडा हुन्छ फेरि धुलै धुलो पारेर। एउटा बस गयो भने बाटो हिँड्न लायक त नहुने रहेछ अनि के काम त। अनि अब यो भ्यू त हैट भ्यू हेर्दै हेर्दै लडेला भने पिर्के अब जता हेऱ्यो बाटोमा कुदाए पछि दामी दामी भ्यू देखिन थाल्छ है। टक्क रोकेर हेरौँ भने अहिले त्यो बस गइहाल्छ। बस गएपछि फेरि बाटो हिँड्न लायकको हुँदैन। सो त्यही भएर अहिले माथि नै पुगेर देखाउँछु तपाईँहरूलाई म। नरोकिकन सिधै जाने क्या। हेरौँ कति मिनटमा पुगिँदो रहेछ कति घन्टामा ककनी। चिसो चिसो रहेछ मासतिर चाहिँ। आम्बो हेर्नु न त्यहाँ खेती तरकारी पुरै सही। तरकारी बेचेर नि मान्छे लाखौँ कमाएर हुन्छ क्या यतातिर। अब चाहिँ हल्का हल्का हुस्सो आउनु थाल्यो होइन। दामी देखिन थाल्यो अब चाहिँ। चिसो चिसो रहेछ मासतिर चाहिँ। पेट्रोल पम्प चाहिँ कहीँ देखिन यार केटा हो। पेट्रोल हाल्नु पनि लाइनै देखाएन पेट्रोलको त। सो अहिले राजा लिएर आउने क्याम्पेन चलिरहेको रहेछ है। कतिजनाले पार्टिसिपेट गर्नुभयो तर त्यो पनि एक प्रकारले ठिकै हो होइन। अब नेताहरूको पारा त्यस्तै छ। नेताहरूले देश बेच्न लागिहाल्यो भनेर अनि अब चाहिँ म फेरि आउँछु भनेर भने रहेछ राजा लिएर आउने क्याम्पेन। ओहो बाटो त साथी बाटो छ त्यहाँ। यहीँबाट जानु पर्यो है। साथी कहाँ बाटो नभए ठाउँमा छिर्दैछ। आम्बो साथीले त लास गाह्रो हुने भयो नि त अब हिलो त हैट। हिलो मान्डु केटा हिलो मान्डु। साथीले अगाडि पठाउँछ। आम्बो हेर्नु न यस्तो दामी छ ठाउँ त है। पछाडि त हाल बाइकको हाल त्यस्तो छ ल। ए टेल लाइटै देखे छैन क्या। बाइक धुनु पर्ने छ अब घर गएर बाइक एक बाइक धुन्छ। साथीले कुरेको आए आए आए। अब यहाँबाट अझै दामी छ जस्तो छ भ्यू। अलिकति बिच बाटोमा पुगेर फोटो हान्नुपर्छ जस्तो छ। Yes. On भएन है क्या? हाइट भ्यू हेर्नु नि एउटा सट कस्तो दामी क्या। ल अब चाहिँ बल्ल पिचबाट आइपुग्यो क्या। अब चाहिँ बल्ल आनन्द आउँछ। अघि त यसको सस्पेन्सन पनि अलिकति बनाउनु पर्ने बेला भएको छ क्या। रिपेयर गर्ने बेला भएको छ अनि लास्ट साह्रो भएको छ क्या। त्यही कारणले गर्दा नि हो होइन भने जस ड्युकको सस्पेन्सनले यतिको अफरोड त धान्छ क्या।
मेरो चाहिँ अलिक बिग्रिरहेको छ सस्पेन्सन अनि लास्ट हार्ड भइरहेछ क्या अनि त्यही कारणले गर्दा लास्टै यो पछाडि दुख्ने भइरहेछ कट 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 हान्छ नि त अनि अफरोडमा चाहिँ लास्ट तनाव हुन्छ यो बनाउनु पर्ने बेला भएको छ क्या यो पछाडिको सस्पेन्सन आहा कति मिठो भ्यू यो ट्रकलाई ओभरटेक हान्नु पर्यो यार ओए कुखुरा बोकेर यस्तो स्पिडमा कुदिरहेको छ हेर्नु न अम्बो बाटो पाएपछि त कहाँ नि छोडिन्छ त होइन लौ 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 अनि सही दामी स्किल रहेछ जोस् बाल्न चाहिँ क्या चिप्लिरहेछ यार टायर ओहो लुगाको हालत हेर्नु त सेत्तामै भयो सब कालो लुगा सेत्तै भयो हजुर हजुर सायद कहाँ पुग्यो हजुर के खाना पाइन भन्नुभएको ला मसँग पनि छैन होला फेरि ल मसँग 15 रुपियाँ रहेछ म त लिफ्ट माग्नु भयो होला भनेर नि चिसो लागेछ तपाईँलाई पन्जा छ कता बस्नुहुन्छ यता माथि हो बस्नु ए फेरि कसरी जानुहुन्छ अनि उता पानथाम जानुहुन्छ हस् राम्रोसँग जानु ल गाडी आइरहेको हुन्छ म त लिफ्ट माग्नु भयो होला भन्थानेर रोकेको हट साथी चाहिँ गयो यार